आज हामीले यात्रा गर्न लागेको पदमार्ग विगतमा म्याग्दीको बेनी ढोरपाटन हुँदै डोल्पासम्मको ट्रेकिङ मार्ग साहसिक यात्राको खोजीमा रहेका पर्यटकका लागि लोकप्रिय तर चुनौतीपूर्ण मार्ग थियो। यो मार्गले दुर्गम गाउँहरू, उच्च हिमाली पासहरू र विविध परिदृश्यहरू पार गर्छ, जसले व्यवसायीकरण भएको ट्रेकिङ मार्गबाट टाढा रहेको एक वास्तविक अनुभव प्रदान गर्छ। आउनुहोस् आज ढोरपाटन हुँदै म्याग्दीको जलजला जाउँ। हे गाइज, गुड मर्निङ फ्रम ढोरपाटन। वेलकम ब्याक। फेरि पनि नयाँ गन्तव्य घुम्नु पर्यो। सधैँ एक ठाउँ घुमेर त भएन, तपाईँहरूलाई पनि नयाँ नयाँ ठाउँ घुमाउँदै लैजानु पर्यो। फाइनल्ली फेरि 2 वर्षपछि चाहिँ म ढोरपाटन आइपुगेको छु। एकदम धेरै खुसी छु, किनभने त्यो बेला धेरै घुम्न पाएको थिएन। अहिले चाहिँ अलिकति टाइम लिएर आइपुगेको छु। अझ कति धेरै ठाउँ घुम्नु छ ढोरपाटनमा। र आज चाहिँ अहिले चाहिँ ठ्याक्कै वेदर खुलेको छ। हाम्रो घडीमा चाहिँ ठ्याक्क कति बज्यो भने 10:58 गयो। अब चाहिँ हामी एउटा डेस्टिनेसनको यात्रा सुरु गर्दैछौँ। हामी पनि एकदमै अननोन छौँ, हामीलाई पनि केही थाहा छैन। अब हामी यो रुट हुँदै चाहिँ कहाँसम्म पुगिन्छ, के देखिन्छ सबै देखाउनेछौँ। यो बेलाको मौसम यति राम्रो छ, रमाइलो छ र ठ्याक्कै दसैँ आएको जस्तो महसुस भइरहेछ होइन। अनि अब चाहिँ अगाडि बढौँ। आज हामी कति बजे कहाँ पुग्छौँ त्यो सबै बाटोमै देखाउनेछु। आज पनि सँगसँगै यात्रा गर्नुपर्छ है त। ल, लेट्स गो। तीव्र विकासबाट अछुतो रहेको जीवनशैलीबाट संसारले धेरै कुरा सिक्न सक्छ। छोटो समय लिएर पुग्नेहरूका लागि ढोरपाटन एक समथर पाटन मात्र हो, तर ढोरपाटनसँग अथाह इतिहास छ, संस्कृति छ र प्रकृति छ, जहाँ मगर, गुरुङ र तिब्बती समुदाय जस्ता विविध जातिले बसोबास गर्छन्। मानिसहरूले सह-अस्तित्वमा बसेर समृद्ध सांस्कृतिक विविधता निर्माण गरेका छन्। आलु खन्न लाग्नुभयो बा? बर्खे आलु हामी हिँडेको लगभग 10 मिनट जति भयो। खिच्दाखेरि अलि ढिला हुन्छ। अनि यहाँनिर चाहिँ आमाहरूले आलु खन्दै हुनुहुन्छ। अब यो हाइटको आलु, यो ठाउँमा फल्ने आलुको चाहिँ एकदमै धेरै महत्त्व छ र यसको खानालाई पनि एकदमै टेस्टी हुन्छ यहाँको आलु। हिजो हामीले तरकारी खाँदाखेरि पनि एकदमै मिठो भएको थियो। र यहाँ चाहिँ यो पाटनमा, यो ढोरपाटनमा चाहिँ सबैभन्दा धेरै आलु फर्स्ट आउँछ क्या। अनि अहिले त अब लगभग खनिसक्ने बेला भइसक्यो। अलिअलि बाँकी भएको पनि खन्दै हुनुहुन्छ त्यहाँनिर। ढोरपाटन नेपालको मध्यपश्चिम क्षेत्रमा अवस्थित एक अनमोल क्षेत्र हो, जुन बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सिमानामा फैलिएको छ। यो क्षेत्र ढोरपाटन शिकार आरक्षको हिस्सा हो, जुन नेपालकै एकमात्र शिकार आरक्ष हो, जसले यस क्षेत्रमा विशेष आकर्षण थपेको छ। यसको सम्भावना हुँदाहुँदै पनि माओवादी द्वन्द्वको प्रभावको कारण यो मार्ग हालसम्म प्राय परित्याग गरिएको छ। मार्ग असुरक्षित बनेकाले पर्यटन र स्थानीय व्यापारमा गिरावट आयो। चोरी र हिंसाका घटनाहरूले गर्दा ट्रेकिङ मार्गहरू बन्द भए, जसले यहाँका अनुपम कथाहरू र दुःखका घटनाहरूको पाटो लुकाइदिएको छ। आज हामी हिँड्न लागेको पदमार्गहरू बिर्सिएका पदमार्गहरू हुन्।
जसले पुनः खोजको प्रतीक्षा गरिरहेका छन्। यसपटक हाम्रो उद्देश्य पनि हराएका रुटहरू खोज्नु थियो। सकेसम्म हामीले पनि यो पदमार्गलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छौँ। त्यसैले यो यात्रा सुरु गर्दैछौँ। पाखाथरबाट जति अगाडि पाइला चाल्दै गयो त्यति यो भूगोलले मन चोर्न थाल्यो। कञ्चन भई बगेको नदीको आवाजले छुट्टै तरङ्ग थपेको छ। नदीको सुन्दरता बगर हो। हामी त्यही बगर छेउछेउ फुलेका फूल हेर्दै अघि बढ्दैछौँ। सायद बगर छेउमा फुल्न पाएकोमा फूलहरू पनि मक्ख छन्। अझै हामीलाई जानुपर्ने धेरै छ, तर हामी यही फुलेका फुलहरूमा यही पाटनहरूमा बिलाइहाल्यौँ के। नेपालको ठाउँहरू किन यति राम्रो छ के, जहाँ गयो त्यति राम्रो होइन, जहाँ पुग्यो त्यही फरक विशेषता। ओ माई गड, अमेजिङ यार। कस्तो त्यही भएर मलाई रुन मन लाग्छ कि म त्यत्तिकै रुन्न कि। हामी यति प्राकृतिक हिसाबले धनी छौँ, तर त्यही त हो नि, हामी सम्भावना खोज्दै विदेशिएका छौँ, बाहिरिएका छौँ। कति सुन्दर ठाउँहरू छ यार। ओ माई गड। यताबाट हिमाल देखिरहेछ उता पर, अनि त्यसपछि यहाँ खोला बगिरहेछ। कस्तो राम्रो छ क्या। यो झोला तपाईँले आफैले बुनेर बोक्नु भएको जस्तो छ नि। बुन्दा त आफै बुनिन्छ। आजकल त भ्याउनु भ्याइन काम गर्यो। यो खेती किसानको कामले गर्दा फुर्सदै हुन्न। ए कति राम्रो बुन्नु भएको। यो खोला कहाँ बग्छ रे? यो खोला बोक्दै बोक्दै सानबेरी निस्किन्छ। ए ठिक ठिक। त्यसो भए हाम्रो खोलाको मुहान यही रहेछ। ए यो खोला चाहिँ कहाँबाट हुँदै आएको नि माथि? उभै त्यो यो बुगी नेराबाट यता यहाँबाट गएर बुगी नि लामेला के अरे उहाँबाट स्याचुङ मुलथरी सातवन राजवन त्यहाँ उता म्याग्दीको सिमना जम्मै जोडिँदै आएको। हजुर बल्ल स्यानबेरी जान्छ अरे। ए दिनको दिन पानी परिरहेको अलिअलि भिडियो गऱ्यो। आज बल्ल घाम देख्यो। धेरै दिन भयो घाम नदेखाएको त। ए कति दिन भयो नि घाम नदेखे? लगभग 1 हप्तै भइसक्यो। आज हो खुलेको? आज हो। हामी त अत्यारी लाग्यो घाम देख्न नपाएर। कहिले खाने आलु नि? हिउँदै भरियो। ए अब जेठसम्म पुग्छ यो फेरा खन्यो भने आलु। ए कहाँ केमा राख्नुहुन्छ नि? भाँडा हुन्छ, भगारी उसको निगालोको चाहिँ यहाँको भाँडा हुन्छ, त्यसको भगारी हाम्रो 100-150 मुली आलु आउँछ है। आहा कति धेरै आलु फल्ने। पहिला धेरै फल्थ्यो कि आमा अहिले फल्छ? अहिले भन्दा अझ पहिला फल्थ्यो है। अहिले त के भयो पनि अहिले रोगहरू नआउँदैछ, यातायात सुविधा नआउँदैछ, रोग पनि आउँदैछ सबै बारीमा। पोहोरमा सागसब्जीहरू कति हुन्थ्यो, अहिले कहीँ छैन किरोले खाएर। यातायात पनि आयो, रोग पनि आयो। रोग पनि आयो। पराल्ने खायो, असिनले पोहन खायो, अहिले खायो। अहिले 3 साल भयो स्याउ खान पाइएन। यो ठाउँको नाम के हो नि आमा? छान्तुङ। यो भात पल्लो फल पारेपछि छान्तुङ। छान्तुङ। ए कति वर्ष हुनुभयो नि आमा? म त अहिले 50 र 5 57 वर्ष। 57 हुनुभयो? 57 वर्ष। ए छिट्टो जान्छ है। कति छन् नि यहाँ तिब्बती? 12-15 वर्ष कि छ। ए तिब्बतीहरू कहाँबाट आएर बस्यो होला? यो पहिला भोटबाट ती लडाइँ भएर डलियम लामा भागेपछि आएकोमा सानो हुँदाखेरि त्यहाँदेखि कोही यहाँ घरहरू छ, कोहीको फर्किँदै काठमाडौँ पखेर जाँदै गयो। पहिला चौरी झुपा सबै लिएर आएको म सानो हुँदाखेरि। थाहा पाउनुहुन्छ? थाहा पाउँछु।
दलाइ लामा भागेपछि आएको यहाँ आएको अब लडाइँ चल्यो नि बस्न सकिन नि बिचरा त्यो भएर कुन बाटो हुँदै आयो होला नि खै हिँडेर खुट्टाले हिँडेर आएको मान्छेहरू चौरी झुप्पा ल्याएको ल्याएको धेरै ल्याएको घोडा खच्चर गड्डा सबै ल्याएको पुलपिलाले त अनि पैसाहरू उनको सुनहरू लिएर हिँड्न पाएरे पछि लडाइँ अब मारे आइज रे अर्को सरकार भारती पोल्नु यो खोला पुल तरेपछि छ्याङतुङ त्यही भएर उनीहरूले नै लेखेको यो उनीहरूले लेखाएको यिनीहरूको चिन्नुवा हो यो लेखाएको जहाँ गयो नि यहाँ मेरो यस्तो जातै छ हाम्रो उही छ सनाथी छ भन्ने चिन्ह बनाएको ऊ तल पनि छ यस्तो यिनीहरूको गुम्बा छ ठाउँमा माथि छ एकखुट्टे गुम्बा ऊ तल छ उताभित्र त्यो कुरा थाहा भएको नि तपाईँलाई धेरै कुरा थाहा पाउनु भएको रहेछ राजकुमारी दिदीसँग गफ गर्दै छेन्तुङ पुगियो मलाई थाहा भएसम्म थोरै म यो ठाउँको इतिहासबारे केही तपाईँहरूलाई बताउँछु दिदीले भने जस्तै यो गाउँ तिब्बतेन समुदायको हो जति बेला तिब्बतका राजा दलाइ लामाले देश छोडे त्यति बेला करिब 13,000 तिब्बतेन नागरिकले आफ्नो देश छोडे तिब्बतसँग सिमाना जोडिएकाले डोल्पा मनाङ मुस्ताङ हुँदै त्यति बेला तिब्बतेन नागरिक नेपाल आइपुगे सोही समयमा नेपाल सरकारले नेपालका 4 स्थानमा उनीहरूलाई बस्ने व्यवस्था मिलाएको थियो त्यसमध्येको एक स्थान हो ढोरपाटन ढोरपाटन र तिब्बत बीच ऐतिहासिक रूपमा व्यापारिक र सांस्कृतिक सम्पर्क भएको थियो त्यसैले तिब्बतीहरूले ढोरपाटनलाई चिन्थे र यो स्थानलाई आफ्नो शरण स्थलको रूपमा छानेका थिए यहाँका बस्तीहरूमा बनाइएका घरका डिजाइन हेर्दा कुनै विदेशी भूमिमा बनाइएको जस्तो लाग्छ त्यति बेला यी संरचना बनाउन स्विस सरकारले सहयोग गरेको थियो रे अहिले बिस्तारै सबै घर खाली हुँदैछन् कोही सहर पसे कोही विदेश 2-3 घरमा मात्र मान्छे बाँकी छन् यसरी बिस्तारै गाउँ खाली हुँदैछ अहिले हामी ठ्याक्कै छेन्तुङ पुग्यौँ र यहाँ हेर्दाखेरि चाहिँ सुनसान छ गाउँ त्यो बेलामै 50-60 जना खैरेहरू हिँड्ने रुट यो अनि त्यो बेलामा चलेका होटेलहरू पसलहरू अहिले बन्द छन् के अब जब अलिकति टुरिज्मको बाहिर देश विदेशमा थाहा हुन थाल्यो नेपालको बारेमा अब त झन् धेरै भित्र्याउनु पर्ने समय हो नि त हामीले अहिले सामाजिक सञ्जाल सबै कुरा छ प्रचार प्रसार गर्नलाई यो बेला त हामी आफ्नै गाउँठाउँमा बसेर बाहिरको मान्छेहरूलाई आफ्नो गाउँठाउँ देखाउने बेलामा जब सहरबाट रोड गाउँमा पस्यो त्यसपछि यहाँको मान्छेहरू सबै पलायन भयो क्या अहिले सुनसान यस्तो छ गाउँ अनि मान्छे जति सबै एक ठाउँमा अवसरको खोजीमा यहाँका अवसरहरू छोड्दै कस्तो हेर्दा पनि क्या हुन्छ नि अर्कै खालको भाइब्स आउनुपर्ने हो नि त यो समयमा त तर छैन क्या त्यस्तो यहाँ एकजना बुवा हुनुहुन्छ यहाँ के भइरहेको हो मलाई चाहिँ ताल बनाउन लगाएको हो जस्तो लागिरहेछ बुवालाई चाहिँ सोध्नु पर्ला जस्तो छ के गर्दै हुनुहुन्छ बुवा ओ बुवा यो के मैले कान सुन्दैन कहिले बस्छन् कहिले काम गर्छन् भन मान्छे अघिदेखि त दिदी पुच्छन् के हो के गर्नलाई यो पुल बनाउने र पुल हाल्ने अरे वारिपार हजुर पुल निकाल्ने अरे ए कहाँ यो गाउँमा देउराली छ त्यो देउरालीबाट पुल हालेर निकाल्ने ए त्यहाँ देउरालीबाट वार पार गर्नलाई हुन्छ बुवा गए ल देउराली कराएको छ बाटो यहाँ ल्याउँछ एकछिन हस् छेन्तुङबाट हिँडेको 15-20 मिनेटमा खाल्टाखुल्टी गाउँ पुगियो
गाउँ निकै सुन्दर थियो। गाइस त्यो हामीले एउटा सोसियल मिडियामा देखिरहेको भिडियोहरू छ नि, यो छेउमा खोला अनि यो काठको पुल अनि त्यसपछि छेउमा एउटा घर होइन। वाह कस्तो दामी यार। गाउँ पुग्ने बाटो खाल्टाखुल्टी भएर यस्तो नाम राखेको हुनुपर्छ सायद। चेतुङभन्दा अलि अगाडि पुगे कसम यस्तो नोस्टाल्जिक छ कि त्यो हामीले ओ माई गॉड यार कसम आँसु आउने खालको छ यार। ओ माई गॉड त्यो देखिरहेको हुन्थ्यो नि के भन्छ उतातिर के विदेशतिर बनाएको एउटा स्ट्रक्चरहरू जस्तो। वाह खाल्टाखुल्टी पछि अब जङ्गलको बाटो सुरु हुन्छ। ओहो यति राम्रो देखिया मान्छेलाई यस्तो मान्छे भन्न मिल्छ? तपाईँ जस्तो मान्छे कहाँ पाउँछ आजभोलिको जमानामा? कसले गोठाला गर्छ हो त नि? आजभोलि तपाईँ जस्तो यस्तो दुईवटा पारा बोकेर होइन के ल्याउनु हो नि? ए ल जानु दाइ जानु। हाम्रो रुकुम दाइ, हामी माथि जलजला जाने। तपाईँ चाहिँ कहाँनिरबाट आउनुभयो? सार्नुभयो गोठ? ए अनि कहाँसम्म ल्याउनु भयो त नि? ए हजुर हजुर ल दाइ ल ल। च्याउ टिप्न हिँडेका नानी बाबु र भेडी गोठाला बाहेक अरू भेटिने आशा पनि थिएन हामीलाई, किनकि यो पुरानो पदमार्ग हो। पुरानो मान्छे हिँडे, पुरानै विदेशी हिँडे। नयाँ मान्छे र नयाँ विदेशी भेट्न गाह्रो छ। अब चाहिँ हामी अहिले निकै माथि आइसक्यौँ। यो रुट चाहिँ सजिलो रहेछ, त्यस्तो उकालो नै छैन, सिधा सिधा हिँड्नुपर्ने। अनि यहाँनिर अघि भैँसीहरूले खोला तरेको त तपाईँहरूले देख्नुभयो। यहाँ चाहिँ भैँसीहरूलाई यहाँ खोलाबाट तारेर मान्छेहरू चाहिँ पुलबाट जानु हुँदो रहेछ। हामी त खिच्दा खिच्दै एकछिन त कस्तो आत्तियो, तर्दैनन् कि क्या भनेर। अनि अब हामी केही छिनमा गुर्जा घाट के भन्ने ठाउँमा पुग्छौँ, त्यसपछि मात्रै उकालो लाग्छौँ। अलि ढिला भइसक्यो, आज नि राति हुन्छ जस्तो छ। आज मौसमले चाहिँ मजाले साथ दिइरहेछ। अब गुर्जा घाट पुग्न 30 मिनट जति हिँड्न पर्छ हामी। खोला बढेको कारण तर्न सकिएन। पुल खोज्दै जीर्ण पुल छेउ पुग्यौँ। मान्छे नबसेको घर, मान्छे नहिँडेको बाटो र पुल हेर्दै माया लाग्दो देखिन्थ्यो। पुल कटेपछि काठे पुल तरेर गुर्जा पुगियो। गुर्जा घाटमा ढोरपाटन शिकार आरक्षीको चेकपोस्ट र आर्मी क्याम्प छ। गुर्जा घाट म्याग्दी र बागलुङको सिमाना पनि हो। अब हामीलाई जलजला पुग्नु कति लाग्छ?
कताबाट हो जाने 3 घन्टा हिँडे छैन साँझसम्म पुग्ला नि जलजला हामी उतल के भन्छ ढोरपाटनदेखि पाटनदेखि कताबाट आउनु भएको तपाईहरु तल पाटनदेखि घुम्न ढोरपाटनदेखि कहाँ जलजलासम्म मात्रै त्यहीँसम्म हुन्छ कि उतापट्टिसम्म हुन्छ हेरौँ यो ठाउँको नाम के हो नि गुर्जाघाट ए म्याग्दीमा पर्छ यो मेगी बालुङको साथ छ ए भनेपछि हामीलाई 3 घन्टा लाग्छ जलजला लाग्छ बेला अहिले चाहिँ हामी गुर्जाघाट आइपुग्यौँ 3:30 भयो हामीलाई खिच्दै आउँदा चाहिँ एकदम धेरै ढिला भयो अब यहाँबाट 3 घन्टा लाग्छ भन्नुभएको छ स्थानीयले भनेपछि हामीलाई 6 घन्टा हो हामी आज 7-8 बजीसम्म भए पनि जसरी पनि जलजला पुग्नु छ अब चाहिँ हामी धेरै ढिला नगरी गुर्जाघाटबाट चाहिँ सिधै जलजला जान्छौँ र यो चाहिँ म्याग्दी र बागलुङको सिमाना जस्तै भनौँ न आधी मान्छे म्याग्दीको पनि बस्नुहुन्छ र आधी बागलुङतिरको पनि बस्नु हुँदो रहेछ अनि यहाँ धेरै बेर हामी बस्न पाएनौँ किनभने हामीलाई छिटो पुग्नु छ वेदरले आज साथ दिइरहेछ त्यो भएर चाहिँ हामी लागिहाल्छौँ गुर्जामा खाजा खानको लागि सानो सानो पसलहरू पनि छन् गुर्जाघाटबाट जलजला पुग्न 3 घन्टा लाग्छ भनेपछि हामी फटाफट अघि बढ्यौँ गुर्जाबाट अगाडि बढेपछि मन अलि आत्तियो समयमा पुगिन्न कि भन्ने डरले बाटो बिराउने खालको भने छैन किनकि यो सडक बाटो हो खोलामा पानीको बहाव घटेपछि कहिलेकाहीँ जलजलासम्म घुम्न जानेहरूले आफ्नै सवारी साधन लिएर जाने गर्छन् रे फाटफुट्ट गाडीहरू जलजलासम्म पुग्छन् रे बेलुकी 7 बजे हामी तल्लो जलजला पुग्यौँ मौसम चिसो थियो भोक पनि लागेको भएर खाजा खान बस्यौँ तल्लो जलजलामा पनि एउटा गोठ स्टे छ तर हामीले बिहानै ढोरपाटनबाट फुलमान दाइलाई फोन गरेको भएर हामीलाई पुग्नु थियो माथिल्लो जलजला भेट्टाउनु थियो फुलमान दाइको गोठ स्टे अहिले चाहिँ हामी ठ्याक्कै 7 बजे तल्लो जलजलामा आइपुग्यौँ अब यहाँबाट चाहिँ माथिल्लो जलजला जान चाहिँ 45 मिनट्स छ हामीलाई कम्तीमा 1 आवर जति लाग्छ होला अनि हामी आज भोकै भएर अनि खाना खाएर हिँडेको थियौँ तल ढोरपाटनदेखि अनि बिचमा त्यसो खासै केही भोक पनि लागेन र अहिले एकदम भोक लागेछ यहाँनिर एउटा तल्लो जलजलानिर पनि एउटा टी हाउस रहेछ अनि यहाँ चाहिँ हामी चाउचाउ पकाउन लगाएर खाँदै थियौँ कुकुरहरू चाहिँ लास्ट डेन्जर क्या झम्टिन गइहाल्नु भयो तल्लो जलजलामा चाहिँ यहाँ आइपुग्न 45 मिनट्स लेखेको थियो अलिकति उकालो रहेछ अनि ढुङ्गा अनि त्यसपछि अर्को भनेको चाहिँ यो पाटनमा दलदल जहाँ हिँड्यो त्यहीँ खुट्टा गाडिने अनि त्यो खुट्टा निकाल्नलाई 1 मिनट लाग्ने हिलोमा गाडिएपछि अनि त्यो भएर हामी अलिकति 1 घन्टा ढिला भयो ठ्याक्कै हामी यहाँ अहिले आइपुग्दा चाहिँ 8:19 गयो र कति किलोमिटर भन्ने कुरा चाहिँ अझै पुग्न बाँकी छ म त्यहाँनिर देखाउँछु तपाईँहरूलाई अनि अहिले त त्यो बोल्न पनि लटपटिरहेछ मुख एकदमै चिसो छ यहाँको मौसम अब गोठ हामी पुग्दैछौँ नजिक अनि हामीले चाहिँ बिहानै ढोरपाटनबाट फोन गरेको थियौँ हामीलाई राति भयो भने चाहिँ तपाईँहरू आउनु होला लिन भनेर अनि यहाँ चाहिँ एकजना यहीँको बासिन्दा ढोरपाटनकै गेस्ट आउनुभएको रहेछ अनि उहाँ गेस्ट चाहिँ हामीलाई लिन तल्लो जलजलासम्म जानुभएको थियो नत्र त हामी आँटै गर्न सक्दैनथ्यौँ किनभने रातिमा यस्तो रुटमा होइन अनि उहाँ गइसकेपछि चाहिँ बल्ल हामी अगाडि बढ्यौँ अब हामी चाहिँ पुग्न लाग्दैछौँ अब हामी आज कति किलोमिटर हिँडेछौँ भनेर म हेर्दैछु यहाँ फोनले चाहिँ देखाउँछ ठ्याक्कै 21 किलोमिटर हिँडेछौँ हामी यहाँ देखिरहेछ होला छ कि छैन कता हो गाह्रो पो भयो त हामीलाई त
अहिले चाहिँ यहाँ यस्तो स्वागत छ अहिले जुत्ता खोलेर उठ्नु बस्नु हामी पहिला खिच्दा ढिला गऱ्यौँ अनि अलि आत्तियौँ क्या पछि चाहिँ गुड मर्निङ गाइज अहिले बिहानको 5 बज्यो ओ माई गड ल हेर्नुहोस् त यस्तो बवाल हिमाल देखिँदो रहेछ यहाँबाट चाहिँ यस्तो मिठो खुलेको छ नसोचेकै खुलेको छ हिजो बेलुका हामी राति आइपुग्दाखेरि त केही देखिँदैन थियो कि यहाँ के छ भन्ने पनि थाहा थिएन अलिकति बादलहरूले पनि ढाकेको थियो फेरि हामी आइपुग्दा 8:30 भइसकेको थियो नि त यति नजिक आँखा अगाडि त मैले हिमाल देखेको थिइनँ ल हिमाल चढ्दाखेरि पनि यस्तो स्ट्रक्चर त मैले देखेको थिएन कस्तो अमेजिङ छन् ओए त्यहाँ हेर न घाम लाग्न थाल्यो यसमा यो चुचुरोमा बिहानको मौसम मजाले खुलेको छ हिमालको कुनाबाट घामका किरणहरू छिर्न खोज्दैछन् हिमाल हाँसेको हेर्दै फूल फुलिरहेका छन् 3400 मिटरको उचाइमा अवस्थित जलजला क्षेत्रबाट थुप्रै हिमालहरू देखिन्छन् त्यसमध्ये हामीलाई थाहा भएका हिमालका नामहरू माछापुच्छ्रे गङ्गापूर्ण अन्नपूर्ण नीलगिरी धौलागिरी मानापाथी म्याग्दीमाथा चुरेन गुर्जा पश्चिम धौलागिरी पुथा इत्यादि हुन् यहाँबाट चाहिँ यति आँखा अगाडि हिमाल कि ठोक्किला जस्तो देखिँदो रहेछ अहिले त फुलहरू फुलेर पनि हिमाल आफै त यति हाँसिरहेको थियो झन् यो फुलहरूले हेर्दै गर्दाखेरि हिमाल लजाउँदै हाँसिरहेको जस्तो देखिन्छ अनि त्यो आज यस्तो भइरहेछ कि त्यो केही खिच्नै मन छैन जस्तो कि हेर्दै त्यो लट्ठ भएको जस्तो भन्छ नि के भन्छ मात लागेको जस्तो त्यो नसाहरू युज गरेर मात्रै अरू केही खाएर मात्रै हुन्छ नि केही चिज प्राप्त गरेर मात्रै मान्छे लट्ठ हुँदैन क्या उसलाई नसा लाग्दैन यस्तै प्रकृतिको छेउमा आएर एकछिन उसले हेऱ्यो फिल गर्यो भने पनि मलाई लाग्छ त्यो मान्छे यति धेरै लट्ठ हुन्छ कि त्यो अहिले हामीलाई भइरहेछ क्या अघिदेखि केही ट्राई गरिरहेछौँ केही नयाँ खिचौँ केही नयाँ एङ्गलबाट दिउँ भनेर तर अब भइ नै रहेको छैन क्या अनि नभइसकेपछि कसरी जबरजस्ती गर्ने त होइन तर अलि बल्ल अहिले अलिकति होइन खिच्नु त पर्छ भनेर चाहिँ अब हामी चाहिँ यहाँबाट अलि माथि जाँदैछौँ भ्यू पोइन्टमा यहाँबाट पनि देखिन्छ त्यहाँ जानु नै जरुरी छैन तर अझै नजिक जाउँ न भनेर म तपाईँहरूलाई पनि लैजान्छु र यो यति नजिकको डेस्टिनेसन म्याग्दीबाट आउँदा पनि नजिक जलजलाबाट आउँदा पनि नजिक एक दिनमै होइन अनि यति सुन्दर यस्तो आँखा अगाडि त मैले नेभर कहिले देखेको थिइनँ कहिले यहाँबाट हेर्दा यस्तो लाग्छ कि ज्याममा हाम फाल्दा हिमालमै पुगिन्छ जस्तो आँखै अगाडि हिमाल ठोक्किन पुग्छन् सडक र आधुनिक विकासले नछोएको क्षेत्रमा प्रकृतिमा जरा गाडेर बसेको जीवनशैलीबाट तपाईँ हामीले धेरै पाठ सिक्न सक्छौँ दाइको नाम फुलबहादुर हजुर जीवन चाहिँ कतिको फुलिरहेछ नि खुसी छु सन्तुष्टि छु फुल जस्तै छ दुई छोरा एउटा के अरे आनन्दको जीवन त्यहाँनिर छ मैले त्यस्तो कहिले पनि त्यो अप्ठ्यारो महसुस कहिले पनि ल्याउँदैन जस्तो नाम त्यस्तै जीवन मिलाएर राख्दिया होला कसैले होला नाम चाहिँ फुलबहादुर हो तर यहाँ सबैले चाहिँ फुलदाई भन्छ सबैले बस्न पनि त फुलको बिचमा बस्नुहुन्छ नि दाइ अहिले कति वर्ष हुनुभयो तपाईँ म 47 वर्ष 47 वर्षसम्म यहाँसम्म आइपुग्दा तपाईँले लगभग 16-17 वर्ष चाहिँ कोठ जीवन नै बिताउनु भयो अनि दाइले सहर पनि देख्नु भएको छ अनि यो गाउँको यो हिमालको चिसो पनि चाख्नु भएको छ कस्तो रहेछ दाइ जीवन सहर अलि थाक्छु म
लाग्दैन। तर यो पहाडमा थाक्नु आनन्द जीवन छ यहाँ त, कुनै टेन्सन जीवन के रहेछ त यत्रो वर्ष जीवन मेरो विचारले के अरे कर्कला पानी जस्तै हो। आज यहाँ छ भोलि कहाँ छ थाहा छैन होइन। कसैले भन्छ यहाँ त्यो म यस्तो त्यो म यस्तो व्यक्ति त यस्तो व्यक्ति म यो लेभलको व्यक्ति, त्यो वास्तविक घमण्ड हो। अनि खुसी खुसी ठुलो कुरा हो, खुसी ठुलो कुरा हो। खुसी नै जीवनको सबैभन्दा राम्रो कुरा हो। के रहेछ खुसी? के गरेपछि खुसी मिल्ने रहेछ? आत्मसन्तुष्टि। तपाईँले सन्तुष्टि हुनु भयो भने त्यही नै ठुलो खुसी कुरा। तपाईँ यहाँ फिल्ममा आउनुभएको छ नि, कति तपाईँ जस्तो महिलाहरू यहाँ त वा आई ह्याभ डिस्प्लेस भन्छन् कतिपय महिलाहरूलाई, किन अकाइले। तपाईँ सन्तुष्टि हुनुहुन्छ त्यही नै खुसी हो। यदि फोक्सुन्डो जाने सोच गर्दै हुनुहुन्छ भने यो रुटबाट चाहिँ कम्तीमा 15-20 दिनमा चाहिँ फोक्सुन्डो निस्किन्छ। त्यो खालको एउटा धैर्यता चाहिँ चाहिन्छ। अनि अहिले चाहिँ यो 3000 मिटरभन्दा माथि भएकोले चाहिँ अब सबै ठाउँमा त यस्तो हुँदैन, तर कुनै कुनै ठाउँहरूमा चाहिँ त्यो 3000 मिटरमा पनि एकदमै लेक लाग्ने, टाउको दुख्ने, केही नभएको जस्तो, अक्सिजनको कमी भएको जस्तो फिल हुँदो रहेछ रुख बिरुवाहरू हुँदै पनि होइन। अनि यो चाहिँ यस्तो हब हो, यो चाहिँ ढोरपाटनबाट आउँदाखेरि पनि 1 नाइट यहाँ जलजलामा बस्नै पर्छ। यदि म्याग्दीबाट ढोरपाटन जाने हो भने पनि जलजलामा 1 नाइट त बस्नै पर्यो। यहाँ चाहिँ अब त्यस्तो सुविधा सम्पन्न होटेलहरू त छैन, त्यो हुनु पनि जरुरी छैन यो नेचरमा। यहाँ अब त्यही गोठ टी हाउसहरू छन्। अनि यहाँ चाहिँ अहिले अब गोठालाहरू अलिक चिसो हुन थाल्यो, अहिले त अब चिसो बढ्ने समय पनि भइसक्यो। त्यो भएर गोठालाहरू सबै सरिसक्नु भयो। एकजना मात्रै दाइ हुनुहुन्छ ट्रेकिङ क्षेत्रहरूमा, अनि बिस्तारै सुविधा सम्पन्न हुँदैछन्। तर यो एउटा यस्तो मात्रै रुट छ कि यो रुटबाट हिँड्दाखेरि चाहिँ हामीले खासै त्यस्तो धेरै मोटर बाटो चाहिँ हिँड्नु पर्दैन र भेटिँदैन भनौँ न। अनि एक खालको छुट्टै खालको एउटा माथिल्लो लेभल, माथिल्लो उसको चाहिँ आनन्द छ यो ठाउँमा चाहिँ। त्यो भएर चाहिँ यो रुट चाहिँ नेपालीले पनि एउटा एकदमै भित्रबाट म ट्राभलको एउटा खतरा अनुभव सङ्घाल्छु भन्ने सोच्नु भएको छ भने यो ठाउँ चाहिँ तपाईँहरूको लागि है त। फुलमान दाइसँगको अझै मिठो गफ हामी एकछिनमा आएर सुनौला। अहिले जलजलाबाट देखिने हिमालहरू हेर्न अलि माथि जाउँ है त। प्रकृतिसँग मानिसलाई मुस्कुराउन सिकाउने अनेक सिप छन्, अनेक तरिका छन्। जलजलाबाट लाइनै लागेर उभिएका हिमाल सामुन्ने देख्दा हामी निशब्द भयौँ। हामीले बेनीबाट यात्रा गर्ने योजना बनाएका थियौँ, तर मोटर बाटो बिग्रिएका कारण यो सम्भव भएन। यहाँबाट पनि म्याग्दीका गाउँ बस्ती मजाले देखिने रहेछन्। यहाँबाट चाहिँ धौलागिरीको रेन्ज एकदमै बवाल देखिरहेछ र अलि माथि आइसकेपछि चाहिँ तलबाट हामीले जस्तो दृश्य देख्थ्यौँ त्यस्तो चाहिँ नहुँदो रहेछ। किनभने यहाँ एकदम धेरै धुपीहरूको रुख मात्रै छ, कतै कतै सानो सानो स्पेस छ, अनि त्यही स्पेसभित्र छिरेर चाहिँ हामीले फरक फरक रेन्जहरू देखिरहेछौँ। अहिले एउटा मात्रै रेन्ज देखिरहेछौँ भने तल जुन हामी बिहानले खिच्यौँ तपाईँहरूले देखिहाल्नुभयो, त्यहाँबाट चाहिँ होल रेन्ज देख्छ। यो रुटको बारेमा भन्नुपर्दा अप्ठ्यारो भने छैन, तर यो रुटले पहिलेकै लय लिन भने सकेन। त्यो लय लिन नसक्नुका थुप्रै कारणहरू छन्। त्यसमध्ये 2051-52 सालदेखि 2062-63 तिर यो मार्ग असुरक्षित बनेको थियो। द्वन्द्वका कारण यो क्षेत्र सुनसान भयो र पुराना मार्गहरू बिस्तारै ओझेलमा परे। यो मार्गमा भएका घटनाहरूले स्थानीय जनजीवनमा ठूलो असर पार्यो, जसले गर्दा पर्यटन र व्यापारिक गतिविधि एकदमै घट्यो। पछिल्लो समय यो पदमार्गलाई विभिन्न नामले नामाकरण गरेको छ। बेनी आक्रमण गर्न जाँदा माओवादीले प्रयोग गरेको रुट पनि यही हो। त्यसैले अहिले यहाँ वरपरका थुप्रै ठाउँहरूलाई कतिले गोरेल्ला ट्रेक भनेर पनि चिन्ने गरेका छन्।
हामीसँग समय निकै कम थियो। त्यस दिन नै ढोरपाटन पुग्नु थियो। फर्केर फेरि फुलमान दाइकै गोठ छेउ पुग्यौँ। हिजो हामीलाई रातिमा लिन जाने मैले तपाईँहरूलाई भनेको थिएँ, हिजो देखाउन पाएन किनभने अँध्यारो थियो नि त। हामीलाई तल्लो जलजलासँग लिन जाने चाहिँ उहाँ नै हुनुहुन्छ। उहाँ पनि गेस्ट हो यहाँ आएको खास घुम्नलाई, अनि यहीँको स्थानीय भएर। हजुरको ढोरपाटन है? हजुर, ढोरपाटन। अनि हामीलाई लिन जानुभएको थियो। उहाँ नगएको भए त हामी आउने थिएनौँ। त्यही भएर जीवनमा को कहाँनिर कस्तो अवस्थामा के को लागि सहयोग गर्न आइपुग्छन् भन्ने कुरा थाहा नै हुँदैन क्या मान्छेहरू। तर तपाईँ त छिटो हिँड्नुहुन्छ नि त, उहाँको भर नगर्नु है। उहाँ एकदम फास्ट जलजलाबाट जलजला जान र आउन उहाँलाई चाहिँ त्यो पानी परेर जस्तो 5-10 मिनटमा जलजला ओर्लेर त्यहाँबाट 20 मिनटमा यहाँ आइपुगिहाल्नुहुन्छ। उहाँले भने जस्तो 2 घन्टा चाहिँ उहाँलाई लाग्ने हो। उहाँ त खतरा दौड्नु पनि हुन्छ, खेलकुदमा पनि हुनुहुन्छ अरे। हामीलाई एकदम सुनेर खुसी लाग्यो। 7 वर्षदेखि होइन युवा, अहिले त विदेश जाने क्रम जारी छ, तर नेपालमै केही गर्छु भनेर अहिले चाहिँ उहाँ हाम्रै कर्णाली प्रदेशमा पुग्नु भएको रहेछ। द स्नो लियोपार्ड बुक मसँग छ। यो चाहिँ यहाँ भिन्टेज भन्नेले लेख्नु भएको रहेछ। र यो बुकको बारेमा भन्नुपर्दा चाहिँ जब हामीले यो सर्किट हिँड्ने प्लान गरायौँ, योजना बनायौँ, त्यसपछि हामीलाई चाहिँ यो रुटमा 10-15 वर्षदेखि आफ्नो परिश्रम खर्चिनु भएको हाम्रो मानबहादुर दाई एकदम सम्झिन चाहन्छु। उहाँ रुकुमकै हुनुहुन्छ, मानबहादुर खत्री। उहाँ दाईले चाहिँ यो बुक पढ्नु, अनि यो बुकले गर्दा चाहिँ यो रुटदेखि लिएर फोक्सुन्डो एक्सप्लोर गरेको बुक हो। त्यो बेलामा 1990तिरको कुरा होइन। अनि त्योभन्दा पछि क्याराभान मुभी बन्यो, त्यसपछि अझै धेरै फोक्सुन्डोको चाहिँ प्रचार प्रसार भयो। तर जति यो रुटकोमा विदेशीहरू हिँडे यो 2040-50 सालतिर, यही बुकको कारणले गर्दा विदेशमा चर्चा भयो भन्ने हामीले सुनेका थियौँ। र मैले पनि कम्प्लिट पढ्न त पाएकै छैन, किनेर मात्रै ल्याएँ। र यी कुराहरू चाहिँ सानो कुराहरूले चाहिँ कति देन गर्छ त हाम्रो टुरिज्ममा भन्ने कुराहरू चाहिँ यो बुकभित्र छ। अनि हामी कुनै ठाउँमा गयो भने रिसर्च गर्दैनौँ, केही कुराहरू लेख्दैनौँ, तर विदेशीहरूले यति धेरै आफ्नो परिश्रम, आफ्नो मेहनत खर्चेको हुन्छ। र त्यो कारणले गर्दा चाहिँ आज हामीले केही न केही बेनिफिट त पाइरहेछौँ। यो चाहिँ उहाँले स्नो लेपर्ड खोज्न जाने बेलामा चाहिँ यो रुट हुँदै जाँदाखेरि लेखेको बुक हो यो चाहिँ। दाइ, यति धेरैवटा हिमाल देखिन्छ यहाँबाट, तर सोध्न नहुने प्रश्न हो होइन, मलाई एकदम धेरै त्यो जिज्ञासा लाग्यो कि यो सबै हिमालमध्ये सबभन्दा मनपर्ने तपाईँलाई कुन हो? मलाई यो के अरे विश्वको चुरेन हिमाल मनपर्छ। चुरेन दाइ? त्यसमा के हो भनेपछि ठ्याक्कै यो के छ भनेपछि यो अङ्ग्रेजमा बटरफ्लाई, नेपालीमा के भनौँ पुतली, त्यस्तै खालको के छेउछाउमा टक्कै सानो ठुलो मिलेको छ। चुरेन हिमाल है। यही हेर्नुहोस् त, यो चुरेन भयो, यतापट्टि त्यो सानो क्या त्यो बटरफ्लाई जस्तै नामै बटरफ्लाई यसको। त्यो कसरी ब्रेक भयो दाइ? यो हुनुको कारण के छ? युद्धभन्दा पहिला, जनयुद्धभन्दा पहिला जुन बेनी हानियो नि, त्योभन्दा पहिला यहाँ त पर्यटकहरू धेरै राम्रो आउँथे। यो गुरिल्ला टेकको जाने अनि ओपर डोल्पा जानेहरू बढी राम्रो हिँड्थे त्यतिखेर। म यहाँ बसुन्जेल नि 30 जनासम्म कटेको छ दिनमा, विदेशी फरेनहरू। यो दसैँको बेला थियो, योभन्दा 4 साल पहिला। चिया दिनु समय पनि पाउँदैन क्या कहिलेकाहीँ त। ऊ आउँछ कफी भन्छ, ऊ आउँछ टी भन्छन्, अनि उनीहरूले फोटो खिच्ने भन्छन्, कुनै आएर अल्काउल खाने भन्छन्। ओके म्याम। उहाँले जुन मानबाडै कुरा गर्नुहुन्थ्यो नि, उहाँ यति सङ्घर्ष गर्नुभएछ जङ्गलमा, रातको 12 बजेसम्म त्यो जङ्गलको बाटो खोजेर हिँड्ने उहाँ, भरिया लाएर। अनि त्यहाँ कहाँ छ गोठालो, कहाँ छ खेतालो, त्यस्तो खोजेर यो प्रमाणित गर्नलाई उहाँले। भनेपछि विदेशीले गाडीको बाटो मन पराउँदैन। उहाँहरू त्यो कहिलेकाहीँ अब खुट्टै दुखेपछि त्यो चाहिँ गाडी घोडी चढ्ने कुरा हो, नत्र भने उहाँहरू त यहाँ नेपालमा किन आउने? यही फोटो खिच्ने, हिमाल हेर्ने, दुःखी गरिब जनताहरूलाई हेर्ने, अनि यहाँको वातावरण के छ त्यो बुझ्ने उहाँहरूको ठुलो रहर हुन्छ जतिखेर पनि। एउटा राजु भन्ने भाइ थियो पहिला यहाँ, मलाई रिस उठ्छ हिमाल नखोल्दा भन्छ। त्यो राम्रो चिज कहाँ देखिन्छ बाबु? कुर्नुपर्छ, पर्खिनुपर्छ, खोज्नुपर्छ त्यसलाई। त्यो अझै दिनरात 24 घन्टा देख्यो भने त्यसको इज्जतै हुँदैन, मतलबै हुँदैन। कुर्नुपर्छ, धैर्य गरेपछि त्यो बल्ल देखेपछि आनन्द ल्याउने पनि भनिन्छ मैले। हाम्रो दाइले चाहिँ खाना लिएर आइसक्नुभयो। ल तपाईँलाई पनि ल्याउनु है। आहा, यो नेचरमा
घिउ लिएर आएँ म थोरै वा घिउ हिमाल हेर्दै फुलको बिछाउनीमा खाना खान पाउँदा कसले आफूलाई भाग्यमानी ठान्दैन र हामी खुसी हुँदै मिठो खाना खाएर फर्कियौँ ल अब हामी फुलमान दाईको एरियाबाट बिदा हुँदैछौँ होला अनि एकदम जहाँ गयो त्यहीँ हामी यो घुम्नेहरूको त दाइ जहाँ गयो त्यहीँ ऋणी क्या कहिले तिर्नु हो हामीले गुण छ त्यसको अर्थ छ फेरि होइन यसमा मैले विज्ञापन गर्नु भएको तपाईँले होइन थ्याङ्क यू दाइ सानो कुराको गर्दै पनि तपाईँको एउटा अवसर हो हामीलाई नै कति कुराको अवसर दिनुहुन्छ तपाईँले यही नै ठुलो कुरा हेर्नुहोस् ल दाइ अलिक व्यस्त छौँ नत्र अरूको ठाउँ नजाने भइदियो अझै बस्नुहुन्थ्यो है त ल राम्रोसँग बस्नु अनि आउनेहरूलाई यस्तै मिठो फुल जस्तो व्यवहार गर्नु होला गर्नुहुन्छ कस्तो आनन्द आयो हामीलाई यस्तो खालको ट्रिट गर्नु होला भनेर हामीले सोचेकै थिएनौँ नसोचेकै कुराहरू पाउँदाखेरि होइन ठिक छ उहाँले हामीलाई लिन जानुभयो अनि ल हस् धन्यवाद दाइ ल फेरि भेटौँला आइहाल्छु हस् थ्याङ्क यू दाइ एकदम खुसी लाग्यो ल दाइ बाई 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 जाँदा केशव बाई र म थियौँ फर्किँदा हामीले अर्को साथी भेट्यौँ भाइहरूको गीतले भने जस्तै हामी गुर्जाघाट पुग्दा पानी झमझम परेको थियो अहिले हामी ठ्याक्कै गुर्जाघाट पुग्दै गर्दाखेरि झमझम पानी परिरहेको थियो अहिले रोक्यो र यो गुर्जाघाट चाहिँ हामीले जुन सुनेको थियौँ नि गीत हाम्रो फुलमान दाईको छोराले लेखेको गीत झमझम पर्यो पानी गुर्जाघाटैमा भन्ने यही नै हो गुर्जाघाट मैले पनि पहिला त्यो गीत सुन्दै गर्दाखेरि चाहिँ कहाँ होला गुर्जाघाट कहाँ होला जस्तो लाग्थ्यो मलाई चाहिँ त्यो गुर्जाखानी याद आइरहेको थियो क्या तर गुर्जाघाट भन्ने चाहिँ छुट्टै रहेछ यो चाहिँ म्याग्दीमै पर्छ र जलजलाबाट यता ढोरपाटन जाने बेला चाहिँ बिचमा चाहिँ गुर्जाघाट आउँछ यहाँ मात्रै थोरै देखिरह हो यहाँ गोठहरू यति धेरै छ परसम्म उतापट्टि साइड ठुलो नै छ गुर्जाघाट चाहिँ अनि यहाँ खाजा खाने त्यस्तो धेरै पसलहरू छैन अलिअलि छ अनि त्यहीमा पनि जहाँ गए पनि राष्ट्रिय खाजा चाउचाउ अन्डा होइन अनि हामीले चाहिँ रोटी खाने सोचेर चाहिँ 2-3 वटामा सोध्यौँ छैन भन्नुभयो अब अलि अगाडि गएर हामी सोध्दैछौँ अनि त्यहाँ पुगेपछि हेरौँ के पाउँछ अब लास्टमा कुनै पनि विकल्प भएन भने फेरि त्यही राष्ट्रिय खाजा नै खानुपर्छ हामीले पनि सुक्खा रोटी फाइनल्ली पायो कस्तो अर्ग्यानिक खान मन लाग्छ नि त यहाँ आएपछि यत्रो आलुबारी छ है अनि खै के हो त्यो सजिलो क्या चाउचाउ अन्डा खै आलु गुर्जाको आलु होइन गुर्जाको आलु ठुल्ठुलो आर्मीले लगेर सानो सानो छोडेको रे ए हो र हामीलाई पुग्छ यतिले त मजाले टक्क खुर्सानी हाल्ने प्याज हाल्ने होइन ग्रेभी बनाउने यहाँको अर्ग्यानिक खाने त्यही पछि रोटी ट्राभलमा है यस्तो ठाउँमा पनि रोटी पाउँदैन क्या गाह्रो नमस्ते दाइ नमस्कार खै त बेहुला बेहुली हैन भने आउँदैछ बेहुला बेहुली बेहुला बेहुली पहिला देखेको फेरि हेर्नु पर्यो हेर्नु पाइन्छ बन्नै बन्नै ऊ बेहुला बेहुली हो हाम्रो हामीलाई लैजान्न हौ जन्त ल हिँड्नु नि त अहिले आउँछौँ है हामी हाम्रो नि भाग राख्दिन जन्ती भाग लड्नु होला क्या ल गुर्जाघाटमा चाहिँ कराई चाहिँ मन पऱ्यो मलाई म सहरमा त किन्नुपर्छ बा यहाँ त अब हामी आर्मीले त खुवाउँछौँ है अनि आहा कति राम्रो के हो त यो त हिँड्छ त साथै भयो अब दिदी यो भयो भयो ल्याउनु त रोक्नु हात पर्ला यस्तो काम त यो मै हजुर टाढा रहेछ त टाढा भन्दा नि जाँदा आउँदा खुर्सानी क्या ए तपाईँले पनि पाल्नुपर्छ गुराती डिङ्गा पाल्नुपर्छ डिङ्गा पालेको यसो गोरस गारस खानु पाउँछ
खाइयो गुर्जाघाटमा डल्ले खोर्सानी भन्नुलाई उठाएर यहाँ खाइ यत्रो सरी राख्नु यहीँ राखौँ अहिले त्यो काटेर तल राख्नु तल एकदम मिठो रोटी कहाँबाट हाल्नु त ठाउँमा एकै ठाउँ कि दुई ठाउँ एकै ठाउँ यसो गरौँ है अनि त्यसपछि यो यसो गरौँ छोपेर राख्नु होला छोपेन ल्याउनु के छोपाउँ सरी कति आउँछ ल जानु कि उता साक्षी त गर्नु पर्न होला नि साक्षी गर्नु साक्षी सक्यो फाइनल्ली एउटा मात्रै मोबाइल बाँकी छ त्यसबाटै हामी भिडियो गर्दैछौँ अनि हामी चाहिँ चार्ज भयौँ मजाले दिदीकोमा रोटी अनि त्यसपछि आलु सालु खाइयो अनि हामीले चाहिँ हामी आफन्तै भएर पैसा चाहिँ दिएनौँ अनि खास हाम्रो साइनो पर्ने रहेछ मित्री बहिनी हाम्रो बाजेहरूले चाहिँ यहाँ जलजला निस्किने बेला मित लाउनु भएको रहेछ पहिल्यै अनि आज पत्ता लगाएर आफन्तैकोमा आएर खाना पाउँदा हामी खुसी छौँ त त्यस्तै हो ल धन्यवाद दिदी है त दिदीको नम्बर राखिदिएको छौँ भित्र चाहिँ फोन लाग्दैन कहिले काहीँ बाहिर आयो भने चाहिँ फोन लाग्छ दिदी आउनु कति भयो भन्नु न छिटो ल निकाल खाजा खाएर निस्किँदै गर्दा बाटोमा पानीले बेसरी भिजायो जसो तसो छेन्तुङ पुगियो मानबहादुर दाईले विष्णु दाईलाई भेट्नु उहाँ पुरानो पर्यटन व्यवसायी पनि हो भनेको याद गर्यौं र विष्णु दाईकोमा बसेर चिया खाएपछि बास बस्न गङ्गा अङ्कलको होटेल ढोरपाटन भ्यूमा पुग्यौं हामीलाई मानबहादुर दाईले भन्नुभएको थियो क्या खत्री ठिक छ कुरा गरिरहनुहुन्छ विष्णु दाई भनेर म बस्छु त्यो त मिठै हुन्छ मेरो त एकदम जाडोमा मिठो भएर ल धन्यवाद आमा धन्यवाद त्यो एकदम मनपर्ने हो मलाई चाहिँ पहिला धेरै आउँथे कि अहिले पहिला धेरै आउँथ्यो पहिला धेरै आउँथे अहिले चाहिँ कम मात्रामा आउँछ द्वन्द्वकालदेखि यता अलिकति कम भएछ त्योभन्दा पहिला त ग्रुप धेरै आउँथे किनभनेपछि यही रोड आउँथे यो म्याग्दीबाट अब भनौँ जलजलामा आएर क्याम्पिङ गर्थे त्यसपछि त्यहाँ हिमालको अवलोकन गर्थे पहिला कस्तो सबैले नै सुविधा हुन्थ्यो टुरिस्ट आएर त्यहाँ बस्यो भने कोही गयो भने पनि हामी गएर पनि केही भनिदिन्थ्यो होइन यो ठाउँलाई राम्रो गरेर स्वागत गरेर पठाइदियो भने चाहिँ यो ठाउँको उजागर हुन्छ भोलि आउँछन् यता आउने पनि टुरिस्ट आउनलाई पनि गाउँलेको ठुलो भूमिका छ हो यो कुराहरू मुख्य टुरिस्ट आउनको लागि गाउँलेको पनि ठाउँको पनि हेर्न त आउने इच्छा लाग्छ तर त्यो सुरक्षित त्यही नै ढोरपाटनबाट जलजला र जलजलाबाट ढोरपाटनसम्मको यात्रा आजलाई यति नै अर्को नयाँ गन्तव्यमा भेटौँला र जाँदा जाँदै यो रुटलाई पुरानै लयमा फर्काउन हाम्रो प्रयासले मात्र हुँदैन तपाईहरूले पनि सक्दो सहयोग गर्नुहोला यो भिडियो सबै माझ पुर्याउन सेयर गरिदिनुहोला धन्यवाद अन्तिममा यो भिडियो हेरेर तपाईलाई जलजला जान मन लाग्यो भने म 2 वटा रुटको बारेमा तपाईहरूलाई बताउँछु एउटा पोखरा बागलुङ बुर्तिबाङ ढोरपाटन हुँदै जान सक्नुहुन्छ अर्को रुट तपाई बेनीबाट दरबाङ लमसुङ मोरिनी हुँदै जलजला पुग्न सक्नुहुन्छ तपाईहरूलाई धेरै भन्दा धेरै जानकारी चाहिएको छ भने यसपटक हामीले भिडियोको अन्तिममा 2 वटा नम्बर राखेका छौं त्यसमा सम्पर्क गर्नुहोला धन्यवाद